तपाईँको हाम्रा अतिथिगणको तर्फबाट स्वागत सम्मान दिनेछौँ। र यहाँ हामी सम्मान दिन चाहन्छौँ हाम्रो अतिथि वसुन्धरा शर्माज्यूले दुर्गा पुरस्कार सम्मान दिँदै हुनुहुन्छ र म दुर्गा पुरस्कारले आफ्नो परिचय दुई शब्द राखेर आह्वान गर्दछु। साथै उपस्थित हुनुभएका हाम्रा दिदीबहिनी तथा दाजुभाइ र साथीभाइहरू उहाँलाई मेरो तर्फबाट न्यानो अभिवादन र नमस्ते छ फेरि पनि। र आजको मिटअपमा आएर एकदमै राम्रो लागिरहेछ। मिटअप भने विशेष कारण हाम्रो लागि सबैसँग भेटघाट हुनु र एक दुईजनासँग चिन परिचय गर्ने एउटा हामीले सोसियल मिडियाबाटै हजुरलाई चिनिरहेको थियौँ। र आज फेस टु फेस हजुरलाई देख्न पाउँदा एकदमै धेरै खुसी लागेको छ। र फेरि पनि जहाँ मिटअप हुन्छ हजुर सबैजना आउनु होला यही नै आशा राखेको छु। र यति नै भन्न चाहन्छु मेरो वक्तव्य चाहिँ समाप्त गर्न चाहन्छु। साथै यो चाहिँ आखिर मिसा रदनादेखि र मेरो नाम हो